नमस्ते सबैजनालाई मेरो ज्ञान मन्त्र युट्युब च्यानलमा म फेरि नै उपस्थित भइसकेको छु आइपिओको बारेमा जानकारी र इन्फर्मेसन लिएर। साथीहरू, यदि तपाईहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने एकचोटि लाइक, कमेन्ट एन्ड सब्स्क्राइब गरिदिनु। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले सोलो हाइड्रो पावर लिमिटेड कम्पनीमा विदेशी कोटाबाट आवेदन दिने यस कम्पनीको आइपिओको रिजल्ट आउने मिति तोकिएको छ र यस कम्पनीको आइपिओ कतिजनाले हात पार्नेछन् भने सम्पूर्ण जानकारी हामीले यस भिडियोमा लिनेछौँ। सोलो हाइड्रो पावर लिमिटेडको आइपिओमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि यस कम्पनीले कुल 10 लाख किता जारी गरेको थियो, जसमा आइपिओमा आवेदन दिनेको सङ्ख्या 70,108 जनाले दिएका थिए। यस कम्पनीको आइपिओमा 10 किताका दरले पनि बाँडफाँड गर्यो भने 40,216 जनालाई यस कम्पनीको आइपिओ हात पार्नेछन् भने बाँकी रहेका तपाईको 29,892 जना भन्ने लगानीकर्ताहरूले 20 किताका दरले हात पार्नेछन् र यसको बाँडफाँडको कुरा गरौँ भने यसको बाँडफाँड आज बुधबार मङ्सिर 24 गते हुनेवाला छ। त हस् साथीहरू, यो थियो जानकारी तपाईको सोलो हाइड्रो पावर लिमिटेडको बारेमा।